डे 2 हो हैन हाम्रो अपडेट हामी घुम्न आएको मेरो दाँत दुखेर रातभरि ज्वरो आएर डबल डोज औषधि खाएर बसिरहेको छु यतिको आनी गर्नुहुन्न अनि पनि गर्नुहुन्न यसलाई पनि ज्वरो आएको थियो यसले चाहिँ औषधि खाए यसलाई चाहिँ सन्चो भइसक्यो अहिले फेरि एकचोटि औषधि खाइ सन्चो भयो अब हामी चाहिँ अहिले बिहानको 7:30 भयो ब्रेकफास्ट खान जान लाग्यो ट्रेन चढ्न जान्छौँ हामी त्यहाँबाट 1 घन्टा 1.5 घन्टा उता आउन नपाइ थालिसक्यो के खानलाई आमा घर के सन्चिला नि खाउनु यो चाहिँ के गर्छ थाहा छैन आलु खाँदा चाहिँ दुख्यो अङ्गुर हो र मिठो छ अङ्गुर अङ्गुर ओ माई ग्याड मेरो बुढो प्रोभाइड गरे हुनुहुन्छ हामी खाएको खाइछौँ मेरो बुढी चपाउन नसकेर बिस्तारी खाइरहेको छ स्लथ भन्दा पनि स्लो भएको छ मेरो बुढी आज स्लोक बुबु चिरल छिटो फिनिस गर सन्चिला त छिटो खा फ्रुट्स खा हाई चिचा हामी के खाने हो चिचा बुबु खाने कहाँ छ बुबु यहाँ छ बुबु खाने आज ओइ बुबु खाने आज खा बुबु खा बुबु खा ऊ चाहिँ फेरि ऊ भइहाल्यो नि सन्चिला बुबु चिल्ले खाने हो के गर्ने त यो ऊ फ्रुट्स खा ल ऊ त आलु खा हामी चाहिँ जानको लागि रेडी भइसक्यौँ मैले चाहिँ यो प्यान्ट एन्ड यो बडी सुट एन्ड मसँग चाहिँ यो फरवाला यो ज्याकेट छ सो म चाहिँ ज्याकेट क्यारी गर्छु मेरो बुढाले चाहिँ यो लगाउनु भएको छ स्लोकको चाहिँ यो छ चिसाको यो रेडवाला छ तिम्रो आउटफिट देखाऊ मैना सन्चिलाको यो छ ये हामी चाहिँ जानको लागि रेडी बुढाबुढी जिन्दाबाद बुढाले गुडाइहाल्छन् यो कि बाहिर कति छिनलाई हो यही बुढाले एकछिनलाई गुडाइहाल्छन् यो 3टा बच्चा लिएर हिँड्दाको स्ट्रगल होइन उसलाई मैले छुन पनि हुँदैन सोझे आइज म कार सिटमा राखिदिन्छु भनेको उसको ड्याडीले राखिदिनु पर्ने अरे जे गर नि यसलाई यहाँ ढोका हत्तनबाट लक गरी झन्नै बहिनीको हात चेपेको थियो त सिरियसली भनेको रुन्थाली अर्को चाहिँ घर बसिसक्नु कति गाह्रो हो क्या हे भगवान् मेरो बुढालाई यहाँको घरहरू एकदमै मन पर्यो अरे के अनि खाइराख क्या हेर्नु घरहरू के घरहरू नै देखिँदैन भने हेर्नु स्कुल हो क्या यो फराकिलो ठाउँ हो कि मायामीमा त यति कचक्क छ ड्राइभिङ गर्नु कस्तो रफ ड्राइभरहरू छ कस्तो गाह्रो छ हिमाल ओ माई गॉड यो त नेपाल भन्दा नि खतरा छ त यहाँ यस्तो डाँडा डाँडाको मुनि घर बनाएर बसान के यत्रो यत्रो ढुङ्गाको मुनि घर होइन कि त्यो ढुङ्गा खस्यो भने त्यहाँ त्यो घरहरू खिचिँदैन भने माथि रहेछ तर फेरि घर नि घर जस्तै नदेखिने कि त्यही भएर हामीलाई यहीँ हेर्नलाई त गाह्रो पर्छ यहीँ है क्यामेरामा त देखिन्छ देखिँदैन थाहा मेरो बुढा ऊ त्यहाँबाट आउँदै हुनुहुन्छ ठुई 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 हिँड्दै बुढाहरू सबै सुतेर उठिसके श्लोक तिमी कस्तो मजाले सुत्यो भने होइन श्लोकले भनेको कस्तो मजाले सुत्यो हिजो वाट्टा सुत्यो म त गर्थ्यो आज मजाले सुत्यो म त होटलमा सुत्ने होइन भन्छ कहाँ रहेछ वामा मलाई त छ जाऊ रे पुरै जाने अब ट्रेनमा ऊ तो वाला ट्रेन ओके उनीहरू हामीलाई रेडी भयो अरे हामी अलि यो यसमा चढ्ने भयौँ रोयल गोर्ज राउट रेल रोड यसमा हजुर छिच्छा उता जानु हुँदैन खान्छ डाइनोसोर
हेलो बोर्ड जे भने त्यही होला बच्चा भएको होला कि यति धेरै हल्ला गर्ने चाहिँ हामी मात्रै मेरो बुढी मात्रै हल्ला सबजना शान्त मान्छे कुराहरू बसेर चाहिँ हामी चाहिँ बुढालाई कराएको सन्चिला कहाँ चलेका हामी यता ट्रेनमा एकजनाको कमेन्ट देखाएको थिएँ कि बुढालाई के अरे 3टा बुढा भएपछि त कहीँ जान पाइँदैन भन्नेहरूलाई उहाँहरूको हिँडेर चाहिँ के भन्ने देखाएको थिएँ बुढाले जम्मै बुढाहरू सम्हाल्दैन कति सहिलो छिचा नि हेर्ने हो मान्दै मान्दैन कसो हेलो नो नो छिचा गई पिकाबु ए पिकाबु बुझी आयो 5 मिनट भइसक्यो रुन थालेको किन रुवा भने बनाउनमा झगडा बाउ छोरीको प्राइस पनि छ त्यहाँ हेर्नु त प्राइस छैन भेट्टाइन पुरा ट्रेन चल्यो सन्चिला ट्रेन चल्यो सन्चिलाले हेर न यिनीहरू दुईजना चाहिँ 1 नम्बरका फटाहरू रुन्चे रुनी मेरो बुढीले फर्स्ट टाइम ट्रेन चढी यस्तो खाले तर फर्स्ट टाइम नै हो ए हैन पार्ट चाहिँ चढे हा बे एरिया ट्रेन ल दुईजना मिलेर है ल ल ल ल सन्चिला बाहिर हेर्ने हामी छोडिदिए जाफुल घर गरे हेर्ने यिनीहरूको झगडा हेर ल यिनीहरूको झगडा होटलमा गएर ट्याब्लेट हेर्ने ल यिनीहरूको झगडा हेर ल गेम खेल्ने युट्युबमा चेपी रे हो त्यसले यहाँ यता छिचा यता सुत्ला सुतेर हेर भन्नु त्यसलाई सुतेर लिनी गर्छ Old Max is on the north side. It is the territory prison here that was built in Colorado. यो प्रिजन रहेछ ल हेर यहाँ खानपिन चलिरहेछ उहाँलाई नि धेरै भोक लागेर रुनुभएको अब खान थाल्नु भएको छ उहाँले नि खाइरहनु भएको छ हामी चाहिँ खाइरहेछौँ मलाई चाहिँ अरू खानु नभए नि चिप्स खानु भयो गर्नु नपर्ने भएर यो त के हेर्ने बाहिर त पुरै ढुङ्गा मात्रै छ त पुरै मान्छेहरूको घर रहेछ कि त्यहाँ लग्जरी घर रे यस्तो अझै पनि रोकियो अब ल ल यिनीहरूको आमा छोरीको कहाँ अदुल हामी चाहिँ जान लाग्यो बाहिर 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 आयो 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 बाहिर आयो बाहिर बाहिर आयो बाहिर Slow. मान्छेले नाइ भनेर रिङ्स आकाल्यो भने के हुन्छ के कहाँ त्यो प्रपोज गरेर ए बल्ल देखेँ यार जाऊ उतातिर अगाडितिर जाने भए यो कुन श्रीसा ए श्रीसा रे सन्चिला ऐ सन्चिला लाम्लो जो खोलामा माछा छ कि छैन हेर त माछा छिछा लाम्लो छ अन्त्यभरि यो लगाएर आएको अनि अहिले चाहिँ कस्तो गर्मी त छैन मैले पनि लगाएको भएर चोकै छ कि
के अरे ड्रोन लिएर आएर नि माथिबाट हुर्र खिच्नु पर्ने भयो धेरै पनि पर्यटन पर्दैन कुनै सिक्दिन लगाइसकेछ यसमा ब्याट्री They lived in those houses. No, I'm talking about हामीले त्यहाँ माथि हेरेर ब्रिज हेरिरहेको छ तिनीहरूले हामीलाई हेरिरहेको हामी चाहिँ आफ्नो पुरानै ठाउँमा आइपुग्यौँ अब हामी चाहिँ हाम्रो केक खाने अब हामी त माथि पनि यति माथि आइसक्यौँ कि होइन तल त पुरै बिरालो मात्रै देखिने भएको छ कि कहाँ आयौँ के हामी यहाँ रोयल कि ब्रिजमा आएको होइन जान लागेको तल कहाँबाट आएको हामी उकालो लाग्दा कहाँ आइसक्यौँ कि माइ गड कस्तो ठाउँ हो कि यो के अरे बाटोमा गाडी पनि हुँदैन एक्लै आनन्दले हो भने अब 1 माइल बाँकी छ अरे कहाँ पुग्दा हुन्छ त्यहाँ लिएर सबै यस्तो जङ्गल मात्रै छ कि सानो हामी चाहिँ केबुल कार चढ्न जानु लागेको श्लोक फर्स्ट टाइम हो केबुल कार चढ्ने हो फर्स्ट टाइम हो के श्लोक सन्चिलाको फर्स्ट टाइम हो हामी त हाम्रो चाहिँ होइन हामीले योभन्दा खतरा केबुल कार चढेका छौँ है यहाँ चाहिँ केबुल कार चढ्ने हो हामी पनि त्यसको लागि वेट गरिरहेछौँ हामी उहाँ पारी जाँदो रहेछ उता पारी जाँदो रहेछ म यहाँ सिटमा एक्लै छु नि होइन यिनीहरूलाई त्यहीँ जानु परेको छ क्या तिनै ल अर्की रिसाइमा दिदीलाई बोक्यो हानेर हामी चाहिँ यसरी जान लाग्यो त्यहाँ ल्याइदिएको क्या ट्रेनमा त्यहाँ अर्को केबल कार हुन्छ कहाँको नोमा आएको सन्चिला त्यो ढुङ्गा नखेल त बुढो जान त गयो तर यिनीहरूलाई चाहिँ के नि हौ एकतिर अल्झेर लड्यो भने त लड्यो त यिनीहरू बुङ्ग हुन्छ यहाँबाट यहाँ छमा छमा रमाइलो छ बुढो कतिको रमाइलो लागिरहेछ लज छ त्यस्तो जाडो त छैन यहाँ उसलाई पनि आउनु पर्यो अरे ल क्षमा माइला जाऊ माइला इन्जोय भइरहेको छ बुढो है श्लोक इन्जोय भइरहेको छ श्लोक हो लो भाङ्ग्यो अहिलेको ट्रेन ट्र्याक त्यहीँ छ उहाँ तल अघि नै हामी हिँडेको रेलवे ट्र्याक पो त्यहाँ छ तल है त्यसै गर्ने लडी ल आऊ ड्याडी लड्यो अब बित्ताले छिचा वेट गर छिचा कमिला ल हिँड कहाँ जाने ल आऊ जाने आऊ हजुर ल दौडे किन दौडे
लल्ला है चिचा बुङ्गो लल छ हामी चाहिँ भर्खरै आउँदा आउँदै बाटोमा खाना खाएर जाने भनेर चाहिँ यहाँ एभरेस्ट भन्ने एउटा नेपाली रेस्टुरेन्ट रहेछ त्यहीँ गएर मैले झोल मोमो खाएँ मेरो बुढाले झोल मोमो खानुभयो बुढाहरूले चाउमिन खाए अनि चिया खाएर अब जानु लाग्यो अब चाहिँ यहाँबाट 20 मिनट छ होटल जानलाई अनि आज त्यति नै हो आज काहीँ जाँदैन अब भोलि मात्रै जान्छौँ हामी टन्न भए हामी टन्न भयौँ अब बच्चाहरू सुत्यो भने नि अब प्रब्लम छैन नि त अब चाहिँ अबको लागि त्यति नै हो अब भोलि आउँछ अर्को ब्लग